म अन्तर्राष्ट्रिय कानुनको विद्यार्थी हुँ, राजनीतिक शास्त्रको पनि विद्यार्थी हुँ। संसारका धेरै देशहरू संयुक्त राष्ट्रकोमा गएर पनि मैले सम्बोधन गरेको छु। यति गैरजिम्मेवार देश आगो लागेर बल्दा एक रति चित्त नदुखाउने, एक रति चिन्ता नगर्ने, एक रति गल्ती महसुस नगर्ने यस्तो मान्छे मैले संसारभरि देखेको छैन। तपाईँले कहीँ देखाएको छ भने अहिले नाम भनिदिनुहोस्। अब अर्को कुरा, केपी ओली भन्ने पछाडिबाट आवाज आयो। अब अर्को हेर्नुहोस्, म तपाईँलाई एउटा दुःखद भनौँ, दुःख लाग्दो कुरा भनौँ, त्यो इतिहासको एउटा म सम्झना तपाईँहरूलाई गराउँछु। कहिलेकाहीँ हामी बिर्सी पनि हाल्छौँ, सम्झिरहनुपर्छ यस्ता कुरा। नेपालको संविधान बनिसकेपछि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुईटा ठुला कम्युनिस्ट पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी बन्यो, होइन त? तपाईँहरू खुसी हुनु होला है त्यति बेला, पक्कै खुसी हुनु। हाम्रा कामरेडहरू त खुसी भएको मैले देखाएको थिएँ नेताहरू। अनि जनताले अब के ठोस सोचे, 2051-52मा नेकपा एमाले पार्टीको अल्पमतको सरकार हुँदा त अनेक कार्यक्रम ल्याएर हामी खुसी भयौँ। अब यत्रो नेकपा झन्डै दुईटै ल्याएको सरकार बनेपछि त क्या राम्रो हुने भयो भनेर सबै खुसी भयो। म त यति खुसी भएँ, मैले के ठानेँ भने यत्रो वर्ष त्यो पार्टीमा काम गरेँ, अब यो मेरोमा आएर अब किताब लेख्नु पर्ला, आफ्ना अनुभव लेखेर आउने पुस्तालाई दिनु पर्ला। अब नयाँ पुस्तालाई ज्ञान बुद्धि दिएर उनीहरूले चलाउँछन् सरकार, किनभने हामी त यत्रो ठुलो पार्टीको सरकार बस्यौँ। अब ढुक्क भयो भनेको त सबभन्दा पहिले जनताले दिएको त्यो 2/3 मत, कार्यकर्ताले नेकपा फुट्नु हुँदैन, एक भएर अगाडि बढ्नुपर्छ भने ती कार्यकर्ताहरूको भित्री इच्छा, त्यो सारालाई जुत्ताले कुल्चेर केपी ओलीजीले त प्रतिनिधि सभा विघटन नै गर्दैन। त्यो विघटन गरेको कुरालाई सर्वोच्च अदालतले यो नेपालको संविधान भन्दा विपरीत भयो, तपाईँले गल्ती गर्नुभयो भने सर्वोच्च अदालतले त्यो प्रतिनिधि सभा फेरि बिउत्यो, फर्क्यो, पुनर्स्थापना भयो। तर ओलीजीको घमण्ड, अहङ्कार, स्वेच्छाचारी मनपरी तन्त्रले त्यो अदालतको आदेश पनि माने, फेरि उहाँले फेरि विघटन गर्नु। अब हेर्नुहोस्, कुनै पनि विवेक भएको मान्छे, कम्युनिस्ट पार्टी कमजोर भएको देख्न नचाहने मान्छे, यो देशको स्वाधीनतालाई बलियो बनाउने मान्छे कोही पनि छ भने त्यति बेलाका प्रधानमन्त्री ओलीजीले नेपाली जनताले दिएको त्यो मतलाई, झन्डै 2/3 बहुमतलाई नष्ट गरेको कुरालाई यो जनतालाई दिएको धोका हो भन्छ भन्छ भन्छ। यो कम्युनिस्ट पार्टीमाथि गरेको घात हो भन्छ भन्छ, होइन त? त्यति बेलाको त्यो कदमले के भयो, नेपाल कम्युनिस्ट पार्टी खरानी भयो, खरानी नम्बर 1। त्यसपछि अदालतको षड्यन्त्र र यस्तै ओलीजी लगायतकाहरूको षड्यन्त्र, विदेशीहरूको षड्यन्त्र, त्यो तिनटै मिलेर नेकपा माओवादी केन्द्र र नेकपा एमाले अलग अलग भयो, बनाइयो। त्यो अलग भइसकेपछि हामीले भन्यौँ अब नेकपा एमाले अलग भइसकेपछि यसलाई त बचाएर लैजाउँ। माधव कुमार नेपाल अहिलेको हाम्रो नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक हुनुहुन्छ, उहाँले हामीलाई भन्नुभयो अब एउटा कार्यदल बनाएर यो पार्टीलाई बचाउँछ। त्यो कार्यदल बन्यो 10 बुँदे सहमति भयो। त्यो 10 बुँदे सहमतिमा अरू कुरा पनि थिए, तर एउटा महत्त्वपूर्ण कुरा के थियो भने अब यो पार्टीलाई बचाएर लैजाने, फुट्न नदिने। नेकपा माओवादी केन्द्र र एमाले त अलग भयो, तर यो जति बचेको छ अब फुट्न नदिने। त्यसमा ओलीजीको पनि सहमति थियो, तर उहाँले आफैले सही गरेको 10 बुँदे सहमतिलाई आफ्नै जुत्ताले कुल्चिनुभयो, लागू गर्नु भएन। त्यसपछि के भयो, नेकपा एमाले फुट्यो। खरानी नम्बर 2 ओलीजीले बनाएको खरानी नम्बर 2, सम्झिरहनुहोस्। अब त्यसपछि के भयो, हामीले नेपालको संविधान अनुसार दुईटा विपक्षी दलहरू, फरक विचार भएका दलहरूको गठबन्धन सरकार हुँदैन भनेर
मान्यता अगाडि बढायो। तर ओलीजीले त्यो मान्यतालाई बुटले फेरि कुल्चिनु र उहाँले आधा राति त्यत्रा सिंहदरबार छन् मिटिङ गर्ने ठाउँ, नेताहरूका त्यत्रा घर छन्, केही नभए काठमाडौँका त्यत्रा ठुला होटल छन्, सुटुक्क राति 12 बजे एउटा व्यापारीको घरमा लुकेर गठबन्धन सरकार गर्ने भनेर उहाँले सहमति गर्नुभयो। त्यो सहमति गरेको 1 वर्ष नबित्दै युवा र नवयुवाहरूका सामान्य मागहरू, जनता देशको लागि राम्रै गर्ने मागहरूलाई उहाँले फेरि कुल्चिनुभयो। अनि कुल्चेर उहाँले के गर्नुभयो त? देशै खरानी गर्नुभयो। खरानी नम्बर 3 कि होइन यो कुरा? यसरी देशलाई, राजनीतिक दललाई र संविधानका धाराहरूलाई खरानी बनाउन कम्युनिस्ट पार्टीको नाममा उहाँले त्यस्ता क्रियाकलाप गरेपछि हाम्रा अहिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, यो मञ्चमा बस्नुभएका सबै कमरेडहरू, म लगायत हामीले सोच्यौँ अब यस्तो खरानीमा परेको देश, पार्टी, संविधानलाई जोगाउनको लागि एउटा शक्तिशाली सङ्गठन यो देशमा चाहियो। देशभक्त, प्रगतिशील, न्याय सहितको सामाजिक रूपान्तरण चाहने महिला, दलित, थारू, तामाङ, लिम्बू, राजवंशी, बाहुन, छेत्री, गुरुङ, मगर, हाम्रो देशका जति पनि 142 जाति समुदाय छन्, 124 भाषा बोलिन्छन्, हामी फुलबारीका बगैँचामा फुलेका रङ्गी चङ्गी फुलहरू जस्तै छौँ। हामी सबैले समान सिँचाइ पाउनुपर्छ, हामी सबैले घाम पाउनुपर्छ, हामी सबैले फुल्न पाउनुपर्छ भन्ने मान्यतालाई अगाडि बढाउनको लागि बलियो कम्युनिस्ट पार्टीको रूपमा हामी नेपाली कम्युनिस्ट पार्टी तपाईँहरूको बिचमा सङ्गठित रूपमा अगाडि बढाउन आज सन्देश सभा गरिरहेका छौँ।